Today we will be discussing about heart sounds. During heartbeats, the valve of the heart opens and closes passively to ensure one-way flow of blood and to prevent backflow. This closure of valve produces audible vibration known as heart sound. Heartbeat को बेलामा चाहिँ blood को backflow prevent गर्न र one-way flow लाई ensure गर्न चाहिँ हाम्रो valveहरू चाहिँ open र close हुन्छन् passively र त्यही valve close भएको बेलामा चाहिँ एउटा audible vibration produce हुन्छ र त्यसैलाई नै heart sound भनिन्छ। यो साउन्डहरू चाहिँ हामीले आफ्नो कानलाई डाइरेक्टली छातीमा राखेर पनि सुन्न सक्छौं र स्टेथोस्कोपको प्रयोगले पनि एकदम राम्रोसँग सुन्न सक्छौं। हार्ट साउन्डलाई चाहिँ फोनोकार्डियोग्रामको हेल्पले चाहिँ ग्राफिकल्ली रेकर्ड पनि गर्न सकिन्छ। लिक नाम गरेका साइन्टिस्टले 1979 मा हार्ट साउन्डलाई डिस्क्राइब गरेका थिए फोनोकार्डियोग्रामको सहयोगले। ती साउन्डहरू के रहेका छन् त्यसको बारेमा जानौं। फर्स्ट हार्ट साउन्डलाई चाहिँ लप पनि भनिन्छ। फर्स्ट हार्ट साउन्ड चाहिँ भेन्ट्रिकुलर सिस्टोलको सुरुवातमा अकर हुन्छ र यो फेजमा चाहिँ भेन्ट्रिकल्समा चाहिँ प्रेसर एकदम बेसरी नै राइजेज हुन्छ र त्यसको कारणले चाहिँ आर्टेरियो भेन्ट्रिकुलर भल्भ्सहरू मिट्रल र ट्राइकोस्पिड भल्भहरू चाहिँ क्लोज भएर ब्लडको ब्याकफ्लोलाई प्रिभेन्ट गर्छ अरिकलमा आउनुबाट। र त्यो क्लोज भएको बेलामा चाहिँ एउटा फर्स्ट साउन्ड सुनिन्छ जुन चाहिँ एकदमै लो पिच्ड हुन्छ, धेरै लाउड हुँदैन र यो चाहिँ एकदमै लङ ड्युरेसनको हुन्छ, अबाउट 0.15 सेकेन्ड र यो साउन्डलाई नै लप साउन्ड भनिन्छ, फर्स्ट हार्ट साउन्ड भनिन्छ। यो चाहिँ हाम्रो हार्टको एपेक्समा एकदमै राम्रोसँग सुनिन्छ स्टेथोस्कोपको प्रयोग गरेर। त्यसपछि दोस्रोमा चाहिँ हाम्रो सेकेन्ड हार्ट साउन्ड जसलाई चाहिँ डब साउन्ड पनि भनिन्छ। सेकेन्ड हार्ट साउन्ड चाहिँ भेन्ट्रिकुलर सिस्टोलको इन्डमा र भेन्ट्रिकुलर डायस्टोलको बिगिनिङमा सुनिन्छ। यति बेला चाहिँ भेन्ट्रिकलमा चाहिँ प्रेसर तल झर्छ, पल्स बिलो हुन्छ र आर्टेरिजमा चाहिँ आर्टेरिज भन्दा तल हुन्छ र ब्याकफ्लोलाई चाहिँ प्रिभेन्ट गर्छ। त्यो भएको बेलामा चाहिँ सेमिलुनर भल्भ क्लोज हुन्छ र त्यो सेमिलुनर भल्भको क्लोज भइसकेपछि चाहिँ एउटा साउन्ड प्रोड्युस हुन्छ, डब साउन्ड, जसलाई चाहिँ सेकेन्ड हार्ट साउन्ड भनिन्छ। यो चाहिँ एकदमै हाई पिच्डको हुन्छ, लाउडर हुन्छ, साथमा साउन्ड हुन्छ तर यसको ड्युरेसन चाहिँ धेरै नै छोटो हुन्छ, 0.1 सेकेन्ड सम्मको। जस्ट टु चाहिँ एकदम हार्टको बेसमा चाहिँ एकदमै राम्रोसँग सुनिन्छ। के को सहयोगले भन्दाखेरि स्टेथोस्कोपको सहयोगले। थर्ड हार्ट साउन्ड ओकेजनली चाहिँ थर्ड हार्ट साउन्ड चाहिँ फोनोकार्डियोग्राममा रेकर्ड गरिएको हुन्छ। यो चाहिँ थर्ड डायस्टोलको बिगिनिङमा रेकर्ड गरिन्छ। यो चाहिँ ओकेजनली हुन्छ, एकदम नर्मली चाहिँ हुँदैन। यो हार्ट साउन्डमा चाहिँ एकदमै सानो फ्रिक्वेन्सी हुन्छ र यसलाई चाहिँ स्टेथोस्कोपको सहयोगले पिक अप गर्न सकिँदैन। अ भाइब्रेसन इन द भेन्ट्रिकुलर वाल्स इज द प्रोबेबल रिजन अफ दिस साउन्ड। भेन्ट्रिकुलर वालमा हुने भाइब्रेसनलाई यो साउन्डको प्रोबेबल रिजल्ट मानिएको छ। फोर्थ हार्ट साउन्ड आर्टेरियल सिस्टोल भए लगत्तै ब्लडहरू चाहिँ भेन्ट्रिकलमा एकदमै रस हुन्छ र त्यसले चाहिँ फोर्थ हार्ट साउन्डलाई चाहिँ कज गर्छ। यसको चाहिँ एकदमै थोरै फ्रिक्वेन्सी हुन्छ, 20 साइकल्स पर सेकेन्ड र यो चाहिँ एकदमै सर्ट ड्युरेसनको लागि सुनिन्छ, अबाउट 0.05 सेकेन्डसम्मको लागि सुनिन्छ। र हार्ट साउन्डले चाहिँ के इन्फर्मेसन दिन्छ भन्दाखेरि हाम्रो हार्टको भल्भ्सहरू चाहिँ कसरी वर्क गरिरहेको छ। यति नै हो हामीले बुझ्नुपर्ने हार्ट साउन्डमा। अब पल्सको बारेमा जानौं। When the left ventricle contracts, the blood is forcefully pumped into the aorta and other arteries. जब लेफ्ट भेन्ट्रिकल कन्ट्र्याक्ट हुन्छ त्यति बेला चाहिँ ब्लड चाहिँ aorta र अरू आर्टेरिजमा चाहिँ फोर्सफुल्ली चाहिँ पम्प गरेको हुन्छ र यो सडन इजेक्सन अफ ब्लडले चाहिँ के गराउँछ भन्दाखेरि आर्टेरिजको वाललाई चाहिँ एक्सपान्ड गर्न लगाउँछ र यो एक्सपान्ड भए लगतै एउटा प्रेसरको वेभ प्रोड्युस हुन्छ र यो चाहिँ आर्टेरिज वालसँगै ट्राभल गर्छ। भेन्ट्रिकुलर सिस्टोल भएपछि चाहिँ यो वेभ अफ प्रेसर चाहिँ आर्टेरिजसँगै आर्टेरियल वालमा
ट्राभल गर्छ र यही वेभ अफ डिटेन्सनलाई चाहिँ आर्टेरियल पल्स भनिन्छ। आर्टेरियल पल्स चाहिँ ब्लडको फ्लो हैन, तर यो चाहिँ एउटा प्रेसर वेभ हो जुन चाहिँ लेफ्ट भेन्ट्रिकलको कन्ट्र्याक्सनले गर्दा र आर्टेरिजको वाल चाहिँ इलास्टिसिटीले गर्दा चाहिँ आउने एउटा प्रेसरको कारणले गर्दा हुने डिटेन्सन हो यो arterial pulse. Arterial pulse can be felt by placing a fingertip on an artery close to the body surface, such as radial artery at the wrist. र यो arterial pulse लाई चाहिँ हामीले हाम्रो फिंगरटिपको माध्यमबाट हाम्रो बडी सर्फेससँग क्लोज भएका आर्टेरिजमा राखेर सुन्न सक्छौं। एक्जाम्पल चाहिँ हाम्रो रेडियल आर्टेरी रहेको छ जुन चाहिँ हाम्रो रिस्टमा हुन्छ, त्यहाँ चाहिँ हामीले फिंगरटिप राखेर यो आर्टेरियल पल्सलाई चाहिँ फिल गर्न सक्छौं। र रेट अफ आर्टेरियल पल्स चाहिँ नर्मली एक्सरसाइज भएको बेलामा, इमोसनल एक्साइटमेन्टको बेलामा या फिर फिभरको बेलामा चाहिँ बढ्ने गर्छ। यो हामीले पल्समा जान्नु पर्ने। अब हामी हार्ट रेटको बारेमा जानौं। पल्स रेट पर मिनेटलाई नै हार्ट रेट भनिन्छ र एउटा नर्मल एडल्टमा चाहिँ हार्ट बिट चाहिँ 1 मिनेटमा 72 चोटि हुन्छ र यसैलाई नै हार्ट रेट भनिन्छ। हार्ट रेटले चाहिँ कार्डियक आउटपुटलाई डिटरमाइन गर्नमा एकदमै महत्त्वपूर्ण रोल खेल्ने गर्छ। जब हार्ट रेट बढ्छ त्यतिबेला चाहिँ कार्डियक आउटपुट पनि बढ्ने गर्छ। जब हार्ट रेट घट्छ त्यतिबेला कार्डियक आउटपुट पनि घट्ने गर्छ। यो कार्डियक आउटपुटको बारेमा हामीले एकैछिनपछि पढ्ने छौं। हार्ट रेट चाहिँ नर्मली एक्सरसाइजको बेलामा, फिभरको बेलामा, रिसाएको बेलामा या फिर डराएको बेलामा बढ्ने गर्छ र ह्युमन हार्ट चाहिँ फिटल लाइफ को भनेको बच्चा हाम्रो पेटमा आमाको गर्भमा रहेको 4 हप्तापछि चाहिँ ह्युमनको हार्ट चाहिँ बीट गर्न सुरु गर्छ र भर्खरै जन्मेको न्यूबर्न इन्फेन्टमा चाहिँ नर्मल हार्ट रेट चाहिँ एकदमै धेरै हुन्छ जुन चाहिँ 135 देखि 140 बीट पर मिनेट रहेको छ। यति नै हो हामीले हार्ट रेटमा जान्नु पर्ने। लेट्स डिस्कस अबाउट कार्डियक साइकल। हाम्रो हार्ट चाहिँ जिन्दगीभरि नै कन्ट्र्याक्ट र रिल्याक्स चाहिँ कन्टिन्युअसली गरिरहन्छ र यसलाई त्यो कन्ट्र्याक्ट र रिल्याक्स गर्नलाई कुनै पनि किसिमको इफोर्ट लगाउनु पर्दैन र यो रिदमेटिक कन्ट्र्याक्सन र रिल्याक्सेसन अफ हार्ट चाहिँ एउटा कोअर्डिनेट प्याटर्नमा अकर हुन्छ र यही कोअर्डिनेट प्याटर्नलाई नै कार्डियक साइकल भनिन्छ। कार्डियक साइकलको टोटल ड्युरेसन चाहिँ एप्रोक्सिमेटली 0.8 सेकेन्ड हुन्छ एउटा नर्मल एडल्टमा। जसमा चाहिँ आर्ट्रिया कन्ट्र्याक्ट चाहिँ 0.1 सेकेन्डको लागि गर्छ, भेन्ट्रिकल्स चाहिँ 0.6 सेकेन्डको लागि कन्ट्र्याक्ट गर्छ भने कम्प्लिट रिल्याक्सेसन चाहिँ 0.4 सेकेन्डसम्म हुन्छ र हेल्दी एडल्टमा चाहिँ हार्ट रेट चाहिँ 72 बिट्स पर मिनेट रहेको छ। यसको मतलब के हो भन्दाखेरि हर 1 मिनेटमा एप्रोक्सिमेटली 72 वटा कार्डियक साइकल अकर भयो। यसलाई नै हामीले बुझ्नु पर्छ। त्यही भएर हार्ट रेट र कार्डियक साइकल चाहिँ इन्टर रिलेटेड हुन्छन्। यति नै हो हामीले कार्डियक साइकलमा जान्नुपर्ने। अब हामी कार्डियक आउटपुटलाई के हुन्छ त्यसको बारेमा जानौं। कार्डियक आउटपुट चाहिँ स्ट्रोक भोल्युम र हार्ट रेट चाहिँ डिटरमाइन गर्छ। स्ट्रोक भोल्युम भनेको चाहिँ सिंगल कन्ट्र्याक्सनको बेलामा एउटा हरेक भेन्ट्रिकलले इन्जेक्ट गरेको ब्लडको एमाउन्टलाई नै स्ट्रोक भोल्युम भनिन्छ र हार्ट रेट भनेको चाहिँ हरेक मिनेटमा हार्ट बिट कति चोटि भयो त्यसको नम्बरलाई नै हार्ट रेट भनिन्छ। त्यही भएर कार्डियक आउटपुट CO इज क्यालकुलेटेड बाइ मल्टिप्लाइङ स्ट्रोक भोल्युम बाइ हार्ट रेट। CO इक्वल्स टु स्ट्रोक भोल्युम SP इन्टु हार्ट रेट। यसले चाहिँ हरेक मिनेटमा हरेक भेन्ट्रिकलले कति भोल्युम अफ ब्लड पम्प गर्यो त्यसको बारेमा जानकारी दिन्छ। यसले कार्डियक आउटपुटले यदि स्ट्रोक भोल्युम या फिर हार्ट रेट बढ्यो भने कार्डियक आउटपुट पनि बढ्छ। यदि स्ट्रोक भोल्युम र हार्ट रेट बढ्यो भने कार्डियक आउटपुट पनि बढ्छ। यदि तिनीहरू मध्ये कुनै पनि घट्यो भने चाहिँ कार्डियक आउटपुट पनि घट्छ। अब हामी इलेक्ट्रोकार्डियोग्रामको बारेमा जानौं। इलेक्ट्रोकार्डियोग्रामलाई चाहिँ ECG पनि भनिन्छ या फिर EKG पनि भनिन्छ। यो चाहिँ ग्राफिकल रेकर्ड हो इलेक्ट्रिकल एक्टिभिटी, हार्टको इलेक्ट्रिकल एक्टिभिटीको एउटा ग्राफिकल रेकर्ड हो जुन इलेक्ट्रिकल एक्टिभिटी चाहिँ हार्ट बिटको बेलामा प्रोड्युस हुन्छ, हार्टले प्रोड्युस गर्छ। दिस इन्स्ट्रुमेन्ट युज्ड टु रेकर्ड इट इज कल्ड इलेक्ट्रोकार्डियोग्राफ र यो इलेक्ट्रोकार्डियोग्रामलाई रेकर्ड गर्न प्रयोग गर्ने इन्स्ट्रुमेन्टलाई चाहिँ इलेक्ट्रोकार्डियोग्राफ भनिन्छ। Father of electrocardiography is William Einthoven who developed this technique. विलियमले चाहिँ
यो टेक्निकलाई डेभलप गरेको कारणले उहाँलाई चाहिँ फादर अफ इलेक्ट्रोकार्डियोग्राफी भनिन्छ. The electrical activity of heart can be detected by electrode placed on the surface of body. हाम्रो बडीको सर्फेसमा चाहिँ इलेक्ट्रोडहरुले राखिन्छ र त्यही इलेक्ट्रोडको मार्फतले चाहिँ हार्टको इलेक्ट्रिकल एक्टिभिटीलाई डिटेक्ट गरिन्छ. These tiny electrical signals are amplified and can be displayed on cathode ray tube or recorded on graph paper. So यो सानो इलेक्ट्रिकल सिग्नल चाहिँ एम्प्लिफाइड हुन्छ र यो चाहिँ क्याथोड रे ट्युबमा पनि डिस्प्लेड हुन्छ या चाहिँ ग्राफ पेपरमा पनि रेकर्ड गर्न सकिन्छ. इलेक्ट्रोकार्डियोग्रामले चाहिँ हामीलाई एकदमै महत्त्वपूर्ण इन्फर्मेसनहरु दिन्छ. एउटा चाहिँ हामीलाई हार्टको रेट र हार्टको रिदमको बारेमा इन्फर्मेसनहरु दिन्छ. इलेक्ट्रिकल इम्पल्सेस र कन्डक्सनको बारेमा इन्फर्मेसनहरु दिन्छ र यसले चाहिँ हार्टको एबनर्मालिटिजहरुलाई पनि डिटेक्ट गर्छ र चाहिँ हाम्रो हार्टको एबनर्मालिटिजहरु भयो जस्तै एरिथाइमिटिस, मायोकार्डियल इन्फ्र्याक्सन और इन्लार्जमेन्ट अफ हार्ट च्याम्बर. यो सबै चाहिँ हामीले इलेक्ट्रोकार्डियोग्रामको हेल्पबाट इन्फर्मेसनहरु पाउन सक्छौं. Analysis of the first electrocardiograms helps to understand the electrical event of cardiac cycle and allow doctor to diagnose heart condition more accurately. इलेक्ट्रोकार्डियोग्रामको हेल्पले चाहिँ हामीले चाहिँ कार्डियक साइकलको इभेन्ट्सहरुलाई चाहिँ एनालाइज गर्न र अन्डरस्ट्यान्ड गर्न हेल्प गर्छ र यसले चाहिँ डाक्टरहरुलाई पनि हार्ट कन्डिसनको बारेमा चाहिँ डायग्नोज गर्न हेल्प गर्छ. That's all for today. Thank you so much for watching. यदि हजुरलाई भिडियो मन पर्यो भने लाइक शेयर र कमेन्ट गरिदिनु होला र च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला.